धेरै खुसी भएको त चाहिँ भन्नुभयो तरुनीसित लागु हुनाले त यहाँ यो चाल भएको छैन गाँठे। चालको अवस्था त एकदम राम्रो फुर्ती छ नि। लखटी लखटी समाज पिल्दैछ धनमाया गीत गाएर आइयो के भन्ने। नमस्कार बा। नमस्कार। आरामै हुनुहुन्छ? आरामै। हजुरको शुभ नाम? मनबहादुर सुनार। हजुरको जन्मस्थान चाहिँ कहाँ पर्यो त बा? शिवाङ। शिवाङ कुन जिल्लामा पर्छ? बाग्लुङ। हजुरको पढाइ कतिसम्मको? पढाइ त नभएको कुरो के भन्ने र भएकै छैन पढाइ त नभएको भन्ने हो नि त ढाँचेर बोल्नु हुँदैन। अहिले बाको उमेर चाहिँ कति भयो त नि? 95। 95 पुगिसक्यो है? 95। बाले जीवनमा अहिलेसम्म के काम गर्नुभयो त? पेसा के थियो? त्यस्तो त अब त मैले के गर्ने, गाई भैँसीको गोठालो, भेडाको गोठालो, घाँस काट्ने, गोठमा बस्ने, जोत्ने, खेतीबाली लाउने, चुयाचेत्रमा डोको बुन्ने। तपाईँको बिहे चाहिँ कहिले र कसरी भयो? कसरी हुने, शिवरात्रिको बजारमा गइयो, तर रातभरि गीत गाइयो। भोलि चाहिँ छिबाङमा गइयो, तरुनी गयो छिबाङमा, म गएँ शिवाङमा। त्यहाँबाट पछि ती तरुनीलाई फेरि चाहिँ ल्याउन गइयो। वनबाट लखटी समाज पिल्दैछ धनमाया। हजुरको श्रीमतीको नाम? श्रीमतीको नाम धनमाया थियो पहिलेको। ए कतिवटा बिहे गर्नुभयो तपाईँले? 4वटा। 4वटा? 4वटा। ए हजुरको परिवारको बारेमा नि केही बताइदिनुहोस् न त। हजुरआमा मेरो वहीँ शिवाङको ठाउँमा छोरा दुर्गे छोरा छ, मैकी छोरी छ। तिनको नाति पनाति होलान्, तर मैले देखेको छैन। अनि अहिले चाहिँ कोसँग बसिरहनु भएको छ? अहिले यहाँको चाहिँ भन्नु तेगे छोरा, जेठो छोरा तेगे हो। त्यसको चाहिँ भन्नुभयो दुलै बिहा गरेर जेठो छोरा सुनिल भयो। कान्छी जेठी छोरी नातिनी काली भई मरेर गई। अहिले कान्छी छोरी कान्छी छोरी छ नातिनी। कान्छा छोराको राजकुमार छोरा विदेशमा छ। बुहारी विदेशमा, विष्णुमाया विदेशमा छ। सुकुमाया नातिनी विदेशमा छ। म अहिले चाहिँ कान्छा छोराको छोरा गोरे, नाति गोरे र म घरमा छौँ। तपाईँको 4वटा श्रीमती मध्ये अनि 3टा श्रीमतीको चाहिँ छोरी छ कि छैनन्? त्यही माइलीबाटको छोरी, त्यही पारमा दुर्गे र मैकी छोरी चाहिँ त्यही माइली बिहाको। अहिले तपाईँ बसिरहनु भएको चाहिँ कुन चाहिँ श्रीमतीको? म अहिले बसिरहेको चाहिँ भन्नुभयो धनमाया। अहिले लास्ट टाइमको यहाँ धनमाया। जेठी माइली? जेठी धनमाया, माइली पोबी यहाँ यो कान्छी धनमाया। तपाईँ जिन्दगीमा सबभन्दा धेरै खुसी भएको क्षण के थियो? जिन्दगीमा धेरै खुसी भएको त चाहिँ भन्नुभयो तरुनीसित लागु हुनाले त यहाँ यो चाल भएको छैन गाँठे। भनेपछि तरुनीसँग लागेकै क्षण खुसी थियो? तरुनीले गर्दा यहाँ चाहिँ दुला सबै छोडेर चाहिँ अहिले एका भएर भर्न परेको छ तरुनीले गर्दा। सबभन्दा ठुलो के तरुनी जस्तो ठुलो अब के गर्नुहोस्। हजुरको खुसीको क्षण त सुन्नियो, अब जीवनमा सबभन्दा धेरै दुःख भएको घटना क्षण के थियो त्यस्तो? दुःखै भएको घटना त अब सुक्खको दिन कहिले आएन। पहिला गोठाला भइयो, गाई गोठाला भइयो, भैँसी गोठाला भइयो, भेडा गोठाला भइयो। त्यहाँबाट हुँदा साहुको घरमा बस्यो। साहुको घरमा बसी हलो जोत्यो। हलो जोतेपछि दुःख पाइयो, त्यसै दुःख पाइयो।
दुःख पाएपछि लास्टमा चाहिँ दुःख भोग्दै जाँदाखेरि ओ दुःख पऱ्यो अब त भनिकन चाहिँ भनेर उही बेलाको जमाना लाउन मैले यति एक गठा जमिन किन्छु पैसा दियो भनेर आफूले कमाएको पैसाले 300मा मैले यसलाई जग्गा दिएको हो। दुःखको कुरा त्यो नै आउँछ नि त तपाईँले भनेको कुरोमा। हजुर हजुर दुःख त्यति भोगेको छ। तर एक मनमा काम पनि गऱ्यौँ हामी, एक सुखमा काम पनि गऱ्यौँ हामी यति दुःख पाएर चाहिँ दुःख हामीले भोग्यौँ। एक सुकामा एक सुखमा काम पनि गऱ्यौँ हामी, यति दुःख भोग्यौँ। हाम्रो पालामा पैसा देखिन्थेन। पैसा देख्यो भने कम्पनी चाँदीको कम्पनी हो, महरो रुपियाँदेखि अब थिएन। हामीले चाँदीको पैसा एक महरो 1 रुपियाँसम्म खेलायौँ। नोट भन्ने कुरो कागज देखेको थिएनौँ। यो जीवनमा कागजको नोट देख्यो। तपाईँको बेलामा बेलामा दिनभरि काम गर्दाखेरि कति पैसा आउँथ्यो? 1 सुका 1 मोहर दिनभरि काम गर्दा। त्यो बेला नि ठुलै होला त्यो पैसा? ठुलै आमा। अब 2 वर्ष जोत्दाखेरि चाहिँ 2 वर्ष दुःख गर्दाखेरि 250 पऱ्यो भने त 2 वर्ष काम गर्दाखेरि 2 वर्ष काम गर्दाखेरि 250। यहीँ जति 250मा 1 वर्षमा अन्त के चाहियो? दुःख त्यति भोग्यो भनौँ न। अब यहीँ बाहुन यहीँ छन्, सवनाथको हंसपुरेको घरमा 2 वर्ष जोत्दाखेरि 250। त्यो समयमा जमानामा 1 वर्ष जोत्दा त्यस्तो हुन्छ। दुःख त्यति भोग्यौँ। भनेपछि पुरानो घर तपाईँको बागलुङ? बागलुङ। बागलुङबाट यहाँ झर्नुभएको कति वर्ष भयो? भयो म 22 सालमा झरेको। 22 सालमा? हजुर। भनेपछि कति वर्ष 22 सालमा झरेको। यहाँ आएर चाहिँ के सिक्नु भयो त? यहाँ आएर के सिक्ने? अब के सिक्नु छ र? बाहुनको हलो जोत्यौँ, घाँस काट्यौँ, गोबर सोर्थ्यौँ। अहिले त्यही पनि अब आफ्नो गोठमा चाहिँ गाईबस्तु पालिएको थियो, घाँस काटिन्थ्यो, घालिन्थ्यो। अहिलेबाट अब चाहिँ आफ्नो दुःख अब भोगिसक्यो। आफ्नो सुखको बाटो गयो, दुःखको बाटो आयो। अहिले त आनन्दै चाहिँ भनेर बस्नु बसाउने छैन, कसो चलन पालिएको छैन। आफ्नो जानलाई चाहिँ सुविस्ता गर्ने बस्ने, त्यही हो अबको दुःख। तपाईँले पहिलाको समाज र अहिलेको समाजमा के फरक देख्नुभयो? पहिलाको समाज र अहिलेको समाजमा पहिलाको जमाना समाजमा चाहिँ हिँड्ने बाटो थिएन, बस्ने ठाउँ थिएन, दुःख पाइएको थियो। अहिलेको समाजमा चाहिँ सुखको पदैको जताततै गाउँघर छरछिमेक वन जङ्गल जम्मा पिच बाटो सक्करा राम्रो भयो। हामीले राम्रो देखेको छौँ। हाम्रो जीवन राम्रोमा आइएको छ। हामीले देखेको कुरो अबको हुने कुरोमा चाहिँ के कसो हो आफूले जान्न सकिन्न। अबको हामीले त सुखको सबै सम्म बाटोमा राम्रो पिच बाटोमा हिँड्न पाइएको छ, हिँडेको छ, डुलेको छ। सबै गाउँघर छरछिमेकहरू सबैलाई राम्रो भलै भएको छ। तपाईँको विचारमा चाहिँ पहिलाको समाज ठिक थियो कि अहिलेको समाज ठिक छन् व्यक्तिहरू? समाज त अब भनौँ न त्यो परिबन्ध चाहिँ भन्नुपर्यो। परिबन्ध पहिलेको र अहिलेको फेरि नै जाँदाखेरि र समाजमा चाहिँ पहिलेको मुख्यको पाला थियो। यस्तो धेरै चाहिँ अत्याचार थिएन। मुख्यको पालामा धेरै कुरोको शीतलो थियो मुख्यको पालामा। अहिले के भयो, प्रधान पञ्च भन्ने त्यो थिए, तिनले गर्दै गएको, तिनले केही पनि गरेको थिएनन्। अहिलेको पालामा के छ, अहिलेको चाहिँ भनौँ रहस्यमा चाहिँ बन्दै जाँदाखेरि सबै कुरो भलाइ भयो, सबै कुरो जय भयो, सबै कुरो राम्रो भयो, सबै कुरो देख्न पाइयो, सबै कुरो भोग्न पाइयो। बुढो पुराणले अघिको जमानामा बुढो पुराणले 9 दिन बाँचेपछि 9 लाख देखिन्छ भन्थे, तर देखिने रहेछ। तपाईँलाई जिन्दगीमा सबभन्दा गर्व लागेको कुरा के हो? हजुर, अब गर्व लागेको भन्ने कुरो, आफूलाई गाह्रो पिर लागेको कुरो, मनमा चस्को लागेको कुरोमा छोराहरू थियो, सबै नाति थियो, नातिहरू। त्यो नातिहरूले चाहिँ बाहिर साहुहरूको काम गर्दा केही साधन केही भएन, कसैले आएर दिन कसैले पनि सकेन, पाएन, दुःख पायो। अहिले मेरो छोराले चाहिँ विदेशबाट राजकुमारले बाबु तिम्रो भत्ता कहाँ हाल्यौ भनेको छ। त्यो भत्ता मैले छोरा नातिलाई सानो कुरो चाहिँ भनेर मेरो आधारले गर्दा मेरो नातिलाई
कुनै पसल थापेपछि राम्रो भलाइ होला भनेर मेरो नातिले चाहिँ हर आधार दिएको हुनामा मेरो पैसाले मेरो नातिलाई सुविस्ता मैले गर्छु, पसल थाप्छु भनेर मैले पसल थापिदिएको छु। मेरो दया र माया भन्ने कुरोमा मैले त्यति गरेर मेरो मनको कुरो मेरो नातिहरूलाई दुःख पाएँ। बाउले पनि आधार दिला भन्नु छैन, आमाले आधार दिला भन्नु छैन, कुनै गाउँघरले आधार दिन सकेन र मैले मेरो भत्ताको पैसाले मेरो नातिले चाहिँ बाहिरबाट जसो ऋण भनेर निकालेर भए पनि मेरो नातिले घरकै व्यापार पसल थापेर सुख दिन्छु भन्ने मेरो मनले त्यो चाहिँ आदर गरेर मैले गरेको छु। त्यसमा गर्व लागेको छ। जस आफूले गरेर भने नाति भने उँभो लाग्ने भयो। उँभो लाग्ने भयो, गर्न सकेपछि आफूले गरेको कुरोमा त्यही हो। तपाईँको अहिलेको दिनचर्या कसरी बितिरहेको छ? मेरो दिन त हजुर अब कसरी बित्ने, अब चाहिँ अवस्था पुग्यो, 95 वर्षमा पुग्यो। अब काम गर्न सकिन्न, यता गरौँ काम गरौँ भने पावर छैन, बल आउँदैन, घन्टिका बस्यो टिक्रा बस्यो। अब के गर्ने, नाति नातिनाले छोराबारीहरूले चाहिँ यसो चाहिँ अलिअलि खानापिनामा दिए खाने, नदिए चाहिँ भन्यो त्यतिकै बस्ने। आफ्नो जीवन अब गयो, सक्यो, यति बेला सक्यो भन्ने हुन्छ। अब यतिमा चाहिँ आफू धामिने टेकिने बाटो अब नातिनीको बारी छोराहरूको हातमा अब हाम्रो जीवन गयो हजुर। अब त्यति हो, सक्यो। तपाईँको बाल्यकालको अवस्था कस्तो थियो? बाल्यकालको अवस्था त एकदम राम्रो, फुर्ती छ नि, फुर्तीमा गइयो। उही बेलाको जमानामा फुर्ती चाल अवस्था यस्तो थियो भन्ने साँच्चै नै थिएन। हिँडेको डुलेको सबै कुरो घटना भन्ने कुरो आफ्नो जीवन हुनसम्म नराम्रो घटना आफूले भोग्न परेन। बाउलाई पनि बाउ, मैले पनि बाउको घटनामा म पर्न परेन, आमा पनि आमाको घटनामा आफ्नो पर्न परेन। यस्तै चाहिँ म चाहिँ यस्तो घटनामा मलाई यस्तै तरुणीको घटनाबाट चाहिँ म हिँडेर यहाँसम्म यो चितामा बाहिरसम्म तरुणीको घटनाबाट हिँडेको। भनेपछि तरुणीकै पछि लाग्दै चितवनसम्म आएको। यही चितामा आएर पनि चाहिँ बर्दियामा चाहिँ जग्गा चाहिँ 2 बिघा जग्गा मिलेको थियो। वहीँ पाहाडका दुईवटा मोटी मोटी तरुणी हुँदाखेरि त्यही तरुणीहरूले पनि जान्न पाएर जान्न दिएर चाहिँ जग्गा फुट्यो। भनेपछि बाले जिन्दगीमा तरुणी धेरै घुमाएर हिँड्नुभयो। अब हजुर सबै के भन्ने र, अब अस्ति बिमारी भएर आइसियुमा सुतेको छु म। तरुणीले यस्तो चाहिँ डाक्टरले यस्तो ऐना देखा, आज मोबाइल देखाइन्। ओहो, मलाई त मोबाइल देख्न पऱ्यो लाग्ने डाक्टर साहब भनेर त होइन, डोरी खेल्ने हो र ल आउनुहोस् भनेर मोबाइल उनले डाक्टरले देखाइन्। उनले एउटा गीत भनिन्, मैले एउटा गीत भनेर ल राखेँ बा भनेर राखिन्। बिरामी हुँदा पनि छोडिएन। छोडिएन, डाक्टरसित गीत गाएर आइयो, के भन्ने। भोलिपल्ट फेरि उपल्लो सरकारीमा लिएको, त्यहीँ फेरि म सुतेर तेर्सो गरेको थिएँ। बा सन्चै हुनुहुन्छ भने फेरि बोलाउनु। म पनि त यहीँको नसिनी हुने बा, तपाईँले चिन्नु भएन, नसिनी हो म, तपाईँले मैले मोबाइलमा गीत गाएको। ल ल ठिकै छ, तपाईँलाई भलाइ होस्, राम्रो होस्। भोलि संसार तपाईँको हाम्रो बोली यस्तो गरी त गाएर बजाएर राम्रो बोली, संसार भिजाउने बोली नै हो। यो बोली प्रसाद चाहिँ राम्रो सुभाव छ भने संसार राम्रो हुन्छ। यो बोलीको चाहिँ मुखबाट नजाति भयो भने संसारै नजाति हुन्छ। हेर्नु डाक्टर साहबले, तपाईँको हाम्रो बोली वचन, तपाईँको हाम्रो बोली वचन प्यारो भएर तपाईँले पनि भेट्न आयो, मलाई पनि माया लाग्यो। माया लागेर अब म पनि अब जाने भयो है तपाईँ भनेर बाई बाई बाह्र है म गएँ भनेर डाक्टरले बाई बाई गरेर जानुभयो। घटना कुरा। तपाईँको समयमा गाउँका व्यक्तिहरू, समाज, गाउँ कस्तो थियो? मेरो समयमा 22 सालमा चाहिँ आएको मान्छे हो म। 22, 23, 24 सालसम्म चाहिँ साधुनगर बसेँ। 25 सालमा यहाँ आएको। 25 सालमा यहाँ आउँदाखेरिमा चाहिँ वन जङ्गलको छेउको काट्न यहीँ थियो र चाहिँ घर भन्ने कुरो सौनाथको चाहिँ कोइरालोको, हंसुबुढेको, उसको नरपति बुढाको, माथि ढुङ्गे बुढाको, उसको ढोकलको, ओझा बुढाको, यति घर मात्रै पातलो पातलो 1-2टा थिए। अहिले समयअनुसारमा के भयो भनेदेखि त अहिले आफूले देख्दा देख्दै यो संसार, यो सबै चिताउँ सबै कुरो राम्रो भलाइ राम्रो चाहिँ गाउँ घर बजार जस्तो यहीँ भइसक्यो। आफूले देख्यो भोग्यो, राम्रो समाज पनि राम्रै छन्,
समाजले पनि राम्रै गरेछन्। तर समाज भन्ने कस्तो गरी भने आफूसम्म नजायज व्यक्ति कुनैले पनि गरेको छैन, आफूले अर्काले गरेको छैन। तर बाहिर समाज बाहिरको समाज चाहिँ अलिकति झगडा गरेर नजाति नराम्रोको समाजले गरे भन्ने पनि अझसम्म मलाई थाहा छैन। भनेपछि समाज राम्रै थियो, राम्रै छ, समाज राम्रै छ अझै। पहिला पनि राम्रै थियो, अहिले पनि राम्रै छ। हजुर, पहिला पनि राम्रै थियो, तर आफूले भोगेको कुरोमा अझ भएको छैन, समाज नजाति भएको छैन। यस राम्रै छ, राम्रै छ। मेरो अनाचित भन्ने मेरो दाजुभाइहरू सबै गोठालाहरू हामी जङ्गल मङ्गल जान्थ्यौँ, गाई गोरु गाई भैँसी लगेर जान्थ्यौँ। मेरो छमाल छिटाहरू केटाहरू केटीहरू थिएर पनि तिनीसित नजाति कुनै कुरोबाट पनि भएन, नराम्रो कुरो कहीँबाट पनि भएन। सबै कुरोमा साह्रै चाहिँ माया प्रेमैसित चाहिँ हामी छुटफुट भएर चाहिँ हिँडेको छौँ। त्यो अनचित कहीँबाट पनि मेरो लागिमा कहीँबाट पनि भएको छैन। मेरो जीवनसम्म कहिले कहीँबाट पनि अनचित कोहीबाट भएन। सबै राम्रै छ, राम्रै छ। राम्रो हुँदा हुँदै चाहिँ भन्नुपर्यो अब आफूले बाहुनको काम गर्न पर्ने र पनि यहाँ आफूदेखिले त्यो छोरी जन्मे, त्यो 36 सालको छोरी मरी, अर्को ठुलो छोरी जन्मी, छोरी चाहिँ छ अझ पनि। त्यहाँबाट कानको छोरा राजकुमार जन्मेको राजकुमार 9 वर्ष हुँदाखेरि आमाले छोरी र बसुकै अब गाई बस्तु तन्नै गोठमा थिएँ। गोठमा भएपछि आफूले बाहुनको काम गर्ने, दुले चाहिँ राबती बाहिर घाँस काट्न जाने। उनी घाँस काट्न गएपछि अब उनको मन लाग्दै पुलिसित भनौँ गाउँकोसित भनौँ उनको मन लाग्दैसित हिँड्ने डुल्ने गर्दा गर्दै चाहिँ भन्नु पऱ्यो ल उनको पछि चाहिँ आफूले उनलाई उनको मन चित्त बुझाउन आफूले सकेन, बाहिर बुझाएँ र आखिरमा चाहिँ बाहिर पहिला गए मरे म ढुक्कै यता मलाई बिहा गरौँ भन्ने कति निक्लेछ, हिउँ भनेर चाहिँ छेत्री आएर पनि हिँड्नु यो गाउँ छोडौँ भन्ने अब आयो, कमाने आएर यो गाउँ छोडौँ हिँड भन्ने कति निक्ले यहीँ गाउँघरमा पनि कति छन् त्यति भोगिएर बसिसक्यो। अब त ढुक्का, अब त केको ताना नगर्ने, अब सक्यो। भनेपछि बागलुङबाट चितवन झरेको चाहिँ केटीकै कारणले हो? केटीले हुँ पनि त केटीकै छोराछोरी घरमा चाहिँ दरखोलामा चाहिँ शिवरात्रिको काम बजार हेर्न गएको, बाँसको तरनी 3-4 तरनी मैले लैलो गएँ। 7 दिनसम्म छोडिनु, 7 दिनको लगामा आउँदाखेरि घरमा आउँदा तल मैयाले बाटोमा हिँड्दाखेरि गयो काँलेर धेरै दिन भयो उतै दुलै ल्याएको भनेको त आयो गाँठे भने त्यहाँबाट घरमा आएँ। घरमा आएपछि दुलैले ल जुन बाटो आएको त्यही बाटो फर्किजाऊ भने बाबाले मैले 60 रुपियाँ पैसा मागेँ, हिँडिहालेँ। च्याम्मै चम्पतबाट आएको हो, देख्न परेन। त्यहाँबाट चितवनमै चिताउनै जिन्दगी बिताउनै। यस्तो कुरा आउँछन् के को बाबा सक्यो। समाचार चाहिँ भन्नु पऱ्यो, तपाईँहरूले कुरो नबुझ्नु होला। छोरा बिहा गरेपछि नातिना छोराछोरी छन्। अहिले मेरो छोरा विदेश बसेर जग्गा किनेको उसको नाममा बनाएको थिएँ। उसले बाहिर मैले थाहा नपाउँदै गएर पैसा निकालेर यहाँ चाहिँ भन्नु पऱ्यो यहाँ साझाबाट कहाँबाट आउँदाखेरि चाहिँ यहाँ मेरो घर जग्गा लिलामी हुन्छ भन्दैछन्। त्यसमा चाहिँ भन्नु पऱ्यो अब मेरो चाहिँ जुन तिनीहरू आयो भने मेरो काट्ने र मार्ने भन्ने कुरो मलाई थाहा छैन। मेरो चाहिँ यति कुरोमा चाहिँ म एकदम खाटेर बसेछु। मैले ऋण लाएको छैन, मैले सुको पैसा ऋण लाएको होइन। अर्काले ऋण लाउँदाखेरि मैले चाहिँ के पो गर्छु र कसो गर्छु भन्ने थाहा छैन। तपाईँको अब विदेशमा रहनुभएको छोरा बुहारीलाई केही भन्न चाहनुहुन्छ? केही भनेर अब के भन्ने त अब भन्ने त राम्रो भलाइ गर, राम्रो कमाऊ, राम्रो गर। घरमा चाहिँ आफ्नो ऋण सकभर आफ्नो ऋण तर तिर राम्रो गरी आऊ, राम्रो गरी बस। नजाति विदेशमा पनि यहाँ पनि अनचित हुने गरी नआऊ, राम्रै हुने गरी आऊ। बाउ के खाने कसो गर्ने के छ कसो छ खानापिना के छ राम्रो खाऊ राम्रो लाऊ भने छोराले त मलाई चाहिँ पाल्ने नै बोल्ने नै उयो नातिनीले चाहिँ मेरो नातिनीले हजुरबा चाहिएको कुरोमा तिमीलाई खाँचो पाँचो भएको बेलामा चाहिएको बेलामा भनाइ हजुरबा म जे भाउ हालिदिन्छु, म जेसु पैसाहरू यताउता तिमीलाई खाँचो परेको बेलामा भन्नु
भन्नु म घालिन्छ नातिनी पनि सही छ मेरो तपाईँको त अब नातिनी पनि विदेशमा, विदेशमा नातिनीलाई केही सन्देश दिन चाहनुहुन्छ, केही भन्न चाहनुहुन्छ नातिनीलाई? नातिनीलाई सन्देश त अब राम्रै गर्छु मेरो नातिनीलाई मेरो प्यारो छ प्यारो नातिनी हो उसले पनि मैले उसको लागिमा मैले यहाँ पनि गर्दैछु मेरो नातिनीलाई भलाइ छ मेरो नातिनी जस्तो त के अब छैनन् नातिना माथि त मेरो त साह्रै नाति होइन नातिनी नाति र नातिनी माथि मेरो साह्रै प्यारो माया छ मलाई जहाँ भए पनि राम्रोसँग बस्छ। हजुर नातिहरू पनि राम्रो बस्छ सकभर मेरो बुद्धिमा अर्थमा लाग्यो भने नातिनालाई पनि राम्रो बोलिछु राम्रो गर्ने मेरो आत्माले राम्रै गर्छु भन्ने छ गरे अब उनले चाहिँ अब मेरो बोलीमा लागिनन् भने उनको बोलीमा उनी लाग्यो भने मैले के गर्ने मेरो बोलीमा लाग्नु पर्यो सबैको भलै होस्। सबैको भलाइ होस् नाति नातिना सबैको भलाइ होस् राम्रो देख्न पाऊँ।